दुईजना केपी ओलीले मारेको भए चाहिँ प्रब्लम हो, बालेनले मारेकोमा प्रब्लम हुँदैन। त्यो मान्छेको व्यवस्थापन राम्रो भएको भए दुईजना चाहिँ किन मर्यो त? त्यहाँ गएर सरकारले व्यवस्थापन गोली चला नचलाए पनि बन्दुक लिएर घरेछ दाइ, घरेछ नि ट्याङ्क देख्नु भएको छ नि तपाईँले। हो स्वाभाविक रूपमा अस्ति पनि गोली सुरक्षा कर्मीले नै चलाएको भन्नु न त तपाईँहरू। अस्ति गोली चलाएको केपी ओली हत्यारा कसरी भयो त त्यो बेलामा? ऊ सरकारमा भएर त केपी ओली तपाईँले भनेको प्रश्न तपाईँले के भने भर्खर बन्दुक बोकेर झरे हो र बालेन भने होइन? त्यो दिन पनि केपी ओली बन्दुक बोकेर झरे हो र? नैतिकता कहाँ छ हाम्रो सरकारमा? ह्युम्यानिटी कहाँ छ हाम्रो सरकारमा? तपाईँहरू के भन्दै हुनुहुन्छ? बालेन जस्तो पढे लेखेको बुझेको मान्छेले पहिला व्यवस्थापन रोज्ने हो कि विनाश रोज्ने हो? हिजोको सरकार त ल पढे लेखेको थिएन नि, तपाईँहरूले भनेको हिसाबले गलाएर फेरि ल मैले माने 30 वर्षसम्ममा उनीहरूले ल्याएर राखेको उनीहरूले तपाईँले किन प्रश्न गर्न सक्नु भएन? अनि अहिले आएर चाहिँ बालेन हत्यारा हो, बालेनलाई राजीनामा दिनुपर्छ भन्दै जाँदाखेरि चाहिँ 35 वर्षको कुरालाई ल्याएर राख्नुपर्छ माग। तपाईँले भर्खरै आफूलाई नै अलिकति करेक्सन गर्नुहोस्। मैले के भनिरहेको छु, आजको गलतलाई गलत भन्नु भनेको हिजोको गलतलाई सही भनेको होइन। हामीले हिजो पनि शोषण भएको अनि अहिले पनि शोषण गर्ने के फरक छ? हिजो पनि त्यही गरी प्रयोग भयो भने अहिले पनि त्यही गरीबलाई प्रयोग गर्दा के फरक भयो? किन भत्काइहाल्नु पर्ने त के हतार छ त? हामी पनि त्यही भन्दैछौँ। गाउँमा मैले के भनेको कल कारखाना खोज चिनको जनता हेर्नु भएको छैन, चिनको पत्रकार हेर्नु भएको छैन, चिनको विकास हेर्नु भएको छैन, माओइस्ट कम्युनिटी हो त होइन त्यो हेर्नु भएको छैन। परराष्ट्र नीतिमा कसरी छ? परराष्ट्र नीतिमा ऊ कति अगाडि छ र तपाईँको देश कति पछाडि छ? कम्पेरिजन गर्ने भन्दैमा इक्वालिटी र इक्विटीको फरकै नबुझिकन के कम्पेरिजन गरिदियो? हामी अस्तिसम्म मोनार्की अस्ति भर्खर संविधान आएको हुँदै कहाँ चाइनाको कुरा गर्नु? चाइनामा कहिले आएको? युएसमा कहिले आएको? कानुन कहिले आएको? पहिला व्यक्तिवादी कानुन थियो, त्यो कुरा याद गरौँ हामी। मैले के भने मैले हिजोको सरकारलाई प्रश्न सोधिनँ भनेको होइन। अब आउने नयाँ सरकार चाहिँ हामीले ल्याएको हुन्छ लडेर, गुड गभर्मेन्टको लागि लडेर ल्याएको होइन, बच्चा बच्ची मारेर ल्याएको सरकार होइन। यसले पनि गलत नभरोस्। अनि एकै दिनमा त त्यसमा त गरेको दोष होइन नि त, ल्याएर राख्नेको दोष हुन्छ यो त। अनि तपाईँले त शोषण त दोषलाई त जसले ल्याएर राखे त्यसलाई समात्नुहोस् पहिला। तपाईँले आफ्नो मान्छे आफै भन्दै हुन्छ। हामी तपाईँले भनेको कुरामा चाहिँ एउटा सरकार भएको ठाउँमा बेगर हुनै पर्दैन भन्ने मान्छे हो, हुनै पर्दैन क्या। सरकार भएको राज्यमा मान्छे कहिले पनि गरिब भएर हात फैलाउनु पर्ने ठाउँमा चाहिँ सरकार छ भन्न मिल्दैन। मैले के भने त्यो एउटा गरेको प्रधानमन्त्री पनि बालेनकै सालै हो कि तपाईँको मात्रै प्रधानमन्त्री हो कि राष्ट्रपतिको मात्रै प्रधानमन्त्री हो? मलाई जब साइबर बुलिङ हुन्छ छोरी मान्छेमा मेरो प्रधानमन्त्री बालेन्द्र शाह हो कि अर्कैको कि मलाई हाम्रो छुट्टै छ भनिदिनुहोस् होइन? होइन भने अरूहरू भन्नुहोस् क्या। त्यो सुकुम्बासीको पनि प्रधानमन्त्री छुट्टै छ, त्यसको दुईटाको ज्यानको जिम्मा सरकारले लिनु पर्दैन भन्नुहुन्छ भने ती 19 जनाको पनि त केपी ओली होइनन् होला नि त? के भन्दैछु ह्युम्यानिटी होइन, ह्युम्यानिटी नमरोस् होइन, ह्युम्यानिटी नमरोस्। इट्स नट अबाउट पोलिटिक्स। ह्युम्यानिटी नमरोस्। दुईजना मान्छे भए पनि मरेको छ। तपाईँको घरको कसैले आत्महत्या गरेको भए तपाईँलाई अहिले गाह्रो हुन्छ क्या मर्नेको लागि। राज्यको लागि यो 8 महिना केही होइन, तर ती घाइतेहरू जुन भयो नि तिनको लागि 8 महिना ठुलो कुरा हो। बेडमा हस्पिटलमा छटपटिरहेको बिरामीको लागि ठुलो कुरा हो। त्यो बुवा जसको 17 वर्षको एउटा छोरा मात्रै ढाड्थ्यो नि, त्यसको छोराले आत्महत्या गर्नु भनेको त्यो बाउको लागि ढाड कुरा हो। तपाईँमा त तपाईँको घरको मान्छे नझुन्डिउन्जेलसम्म मान्छे झुन्ड्यो भन्ने यादै छैन तपाईँलाई। तपाईँले यो कुरा गर्नै सक्दैनन् झन्। राजनीति गर्नेले मात्रै राजनीति जान्थ्यो भने तपाईँले अहिले भर्खर ल्याएको कतिवटा एमपीहरू हुन्छ नि राष्ट्रपाले ल्याएको, त्यसलाई त आफ्नो क्षेत्रको क्षेत्रफल पनि थाहा छैन। के कुरा गरे? राजनीति गर्न नजान्ने त बाटोमा आएर चिचाएर सिक्ने हो। त्यहाँ सदनमा गएर के गर्न सकेछ र अहिले? बोल्न सकेछ? त्यही गरिब कम्युनिटीबाट गएको होइन तिनीहरू? समानुपातिक कोटामा गएको मान्छेहरू बोल्नु पर्ने होइन अहिले? खै त बोल्दैन क्या। हामी नै बोल्छन्। तपाईँ पनि गरिब हो, म पनि गरिब हो, एकाअर्कालाई नै भन्छौँ कि कहाँ सुन भएको मान्छेलाई भन्न सक्छौँ त? त्यही नै हो कुरा। एउटा मान्छे पनि राज्यमा मर्नु भनेको सरकारको जिम्मेवारी हुन्छ कि नहुँदैन? जब त्यहाँ सडक दुर्घटना हुँदा त सरकारले बोलेन भनेर प्रश्न उठाउनुहुन्छ के सडक दुर्घटना बालेनले गराएको हो भन्ने हो कि बाटोको पूर्वाधार अलिकति सेफ्टी गरिदिउँ भन्ने हो? हामीले औलाउन त्यति खोजेको।